हेलो साथीहरू, हामी आज पिकनिकमा गइरहेको छौँ होइन। पुरा ब्याग चाहिँ पुरा प्याक गरेर पार्सल गरेर उता अर्को ल्याएर कवाडी जस्तै गरेर कवाडी जस्तै गरेर होइन। आज पिकनिक हो अरे, सानोतिनो 2-4जनाको, धेरैको त होइन। धेरैमा त अलि रमाइलो पनि हुन्छ। अब के गर्नु, अब केटाहरू छैन सबै, अब के गर्नु, त्यस्तै छ। अब गाउँघरमा कोही छैन, त्यो भएर जति छौँ त्यही 2-4जना पार्टी गर्दैछौँ। धेरै समय पछिको अन्तरालमा भेट भइयो होइन, त्यही भएर अब पार्टी हुँदैछ खोलाको किनारमा ट्याक्क लाएर होइन हुँदैछ। आउनुहोस् है तपाईँ पनि साथीहरू पार्टी खानको लागि होइन। हेलो माग्ने बुढो जस्तै माग्ने बुढो जस्तै भयो। अब हाम्रो डेन्जर जग्गा आउँदैछ। अब यो रोड त के भन्ने, यो खोला अब कटेर जाने हो पुरा होइन। तेरो याद आएर के त्यसलाई रेशमलाई सोधेको, रेशमले के भन्छ थाहा छ? के भन्छ भनेपछि थाहा छैन, यता के नजिक छैन यो कम्पनी। त्यस्तो इन्फर्म त मलाई नि गरिरहेको थियो गर्नु चाहिँ। अब यस्तो धरापमा हिँडेर जाने हो, यस्तो पानीमा यस्तो गइरहेको माथि माथि। ल पिकनिक खान कुन जग्गा जान्ला त्यस्तो? 2 घन्टाको 1000 रुपियाँ त होला यार भन्छु। ल साथी, म पनि अब यस्तो बाटोबाट हिँड्दैछु। ल हेर्नुहोस् है, हिँडेर जान्छ यस्तो पुरा। कसरी सामान ल्याउने हो त्यस्तै? तिनीहरूले भड्डा खान्, तिन दुइटा त अहिले आउन सक्दैन। यस्तो यस्तोमा जाने हो, फङ्गाल्दै जाने हो। कहाँ 4-4वटा सामान एकै ठाउँमा आउँछ? आइज भाग बाँदर जस्तो दुर्दै रे, जङ्गली ट्यान टाढा। यहीँ हो हाम्रो चुला यता है, देखाइदिन्छु। बोरा बोके भिडियो सब जान्छन्। यस्तो यस्तोमा पुरा कसरी जानुपर्छ भने थाहा कि नि? आइज बाटो छैन, यताबाट आइदिन्छ। रवि यताबाट म यताको सिधै खोलामा जाने हो, सिधै खोलामा पौडी खेल्ने यता तलतिर। हेरेको हेरेर नसकेर उतातिर। गोरेको छोरा आयो एकचोटि, त्यहाँ हो यहाँ हो के मेरो भाइ यार, यताबाट त तरेर यसरी गयो। क्रिसका गाना सुनेको? अरे हो यार, यहाँ बसेर खायो मस्त। पिकनिक खानलाई यस्तो दुःख छैन, यसरी चढ्नु पर्छ। भिडियो नबना के अर्को आयो नदेखिने भन्नाले नदेखिने भन्दा नि देखिएर केही हुन्थेन। त्यहाँ हावा चल्छ कि आगो बोल्न दिँदैन नि त। सक्यो चप्पल लास्टमा आइज क्या, त्यहाँ गहिरो छैन। मैले यत्रो झोला बोकेर आएको छु यहीँ माथिबाट, गहिरो छैन कि। कसरी केही हुन्न, पौडी खेल्न त आउँछ नि। काटिदिन्छु म एकछिनमा, तिमीले अरू गर है। जग्गा काट्दा एकछिनमा रेडी गर, यस्तो छ पुरा पिकनिक खानालाई यस्तो छ। कता कता चढ्नु पर्छ। अर्कोलाई हेर, यता खोला त रहेछ, यता खोलामा त रहेछ पुरा। क्रिस बन्न सकेन यता। उता के भने अरे यता अर्कोलाई हेर यता। मैले त उ गरिदिएको, ल म काटिदिन्छु क्या। के गर्ला रे यस्तो? म्यारिनेट गर्नु ल। हेडसेप
स्टे अर्डर मात्रै हुन्छ अर्डर मात्र गर्ने हेडसेपले पुरा तैँले ल्याउँछु ल आगो त पुरा डेन्जर बारामा गएर आगो पुरा रोस्ट हुन्छ अब यता दुईटा चलाउनु न सल्ट 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 यो नफाल्न सिक धुने हो कि यो सिक दो लसमा यसले ल कस्तो भइरह बाबा बोल हामी आशिष सर भन्ने कि सेप भन्ने सेप हो बरिस्टाको सेप हो बरिस्टाको सेप हो रे यस्तो भइरह पुरा धमाकेदार पुरा वाह भाइ वाह के भइरहेछ रेडबुलसँग रेडुलसित माल मात्र छैन ल रे ल पकड रेडबुलमा त 1 करोड पर्छ रे नि किन हेर पारोला वाह ल ए लाले दुई राख पाकेन पाकेन त्यसलाई निकाल्दा लसुन पाक्दैछ अहिले पुरा एक साइड ठुलो भएर फर्किनु लसुनको एकातिर मात्र पाकेन रुगा लागिसक्यो यार खाँदा खाँदै पिरोले गर्दाखेरि हाम्रो के लास्ट होइन लास्ट खाएर जाने नि मेन कोर्स हो ल स्टार्टर भयो मेन कोर्स खान ला मेन कोर्सको बाँकी छ हो तयारी हुँदैछ हाम्रो पाण्डे सरले बनाइरहनु पुरा कुक स्पेसल कुक भन्नाले सेफ होइन ल बरिस्टा सेफ बरिस्टाको सेफ हो अरू केही सेफ होइन मेन बरिस्टाको सेफ यो हो अब इन्डियन सेफ केही पनि होइन बरिस्टाको सेफ चाहियो होइन ल बाँकी छ खप्ता डेन्जर पारामा भइरहेछ पुरा कुक भइरहेको पुरा डेन्जर तरिकाले पुरा पानी हाल्नु हल्का चढ्छ के भन हेलो गाइज अब मासु पाक्दैछ फेरि 1 किलो खाइसक्यो अझै बाँकी छ तैँले कति किलो खाइस् भन्नु अगाडि किन्नु मैले 1 किलो खाएँ कति खाइस् कति 3 पाउ त खाइया होला कि एउटाको भागमा मासु दिएन त मैले त 1 किलो खाइसकेको छु अब 1 किलो अझै बाँकी छ खाइयो आधुमा बढी खायो आधा किलो भन्दा बढी खायो भने त्यहाँ मात्र आधा किलो खायो अरे यसले हाल्छ नि बेइज्जत क्या चिक्ना चिक्ना देखा अरे अरे आधार पानी लिएर ए गाइस पानी लिएर आइजाउ रे ल अब खाएर हामी हिँड्ने होइन अब भ्याइयो ल अब ए लास्ट हो ल बाबा अब राति हुन्छ त्यसपछि हाम्रो पुरा पावरफुल वाला के अरे क्यामेरा होइन होइन डेन्जर क्यामेरा भइरहेको छ राति पुरा देखाउनु हुन्थ्यो कि नै किन फर्का हो यसले त छेरेर बिगाइसक्यो रे ल ल गुड नाइट गुड नाइट गुड नाइट गुड नाइट